नमस्ते। पोल्यान्डमा ड्राइभिङ लाइसेन्स लिने सोच्दै हुनुहुन्छ? यो प्रोसेस सुन्दा अलि झन्झटिलो लाग्न सक्छ, होइन? तर चिन्ता नगर्नुस्। आज हामी यसलाई एकदमै सजिलो बनाएर स्टेप बाई स्टेप सुरुदेखि अन्त्यसम्म सबै कुरा हेर्नेछौँ। हो, पोल्यान्डमा गाडी चलाउने रहर धेरैलाई हुन्छ। तर कसरी सुरु गर्ने, के गर्ने भन्ने सही जानकारी नहुँदा गाह्रो लाग्नु स्वाभाविक हो। तर अब टेन्सन लिनु पर्दैन। हामी तपाईलाई पूरा गाइड गर्न यहाँ छौं। ल, आजको हाम्रो रोडम्याप यस्तो छ है। सुरुमा हाम्रो लक्ष्य के हो त्यो बुझ्छौँ। त्यसपछि पहिलो स्टेप पीके नम्बर, अनि ड्राइभिङ स्कुल र फाइनल एक्जामको कुरा गर्छौँ। अनि लास्टमा केही एकदमै काम लाग्ने टिप्स र तपाईहरूले सोध्ने प्रश्नहरूको जवाफ पनि दिनेछौँ। ल, हाम्रो मुख्य लक्ष्य के हो त? पोल्यान्डको अफिसियल ड्राइभिङ लाइसेन्स। यो खालि एउटा कार्ड मात्रै होइन नि, यो त यहाँ स्वतन्त्र रूपमा मजाले घुमफिर गर्न पाउने एउटा चाबी हो। ल, यो यात्रा अब सुरु गरौँ है त। हाम्रो यात्राको सबैभन्दा पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम यो हो पीपीके नम्बर। यो नम्बर बिना त केही पनि हुँदैन, कुरै अगाडि बढ्दैन। ड्राइभिङ स्कुल जान पनि यही चाहियो, एक्जाम दिन पनि यही चाहियो। भनौँ न, यो त लाइसेन्स पाउने प्रोसेसको गेट पास जस्तै हो। अब यो पीके नम्बर भनेको चाहिँ के हो त? यसको फुल फर्म अलि लामो छ, प्रोफिल क्यान्डिडाता ना किरोवचा। सीधा भाषामा भन्दा यो भनेको ड्राइभर बन्न चाहने व्यक्तिको प्रोफाइल हो। मतलब गभर्मेन्टको सिस्टममा तपाईको एउटा आधिकारिक रेकर्ड बस्छ। अनि यो नम्बर कसरी लिने? एकदमै सजिलो छ। जम्मा 3टा स्टेप। पहिलो, आफ्नो सिटी अफिस, यहाँ उर्जन्द मियास्था भन्छन्, त्यहाँ जाने। दोस्रो, चाहिने डकुमेन्टहरू बुझाउने। अनि तेस्रो, आफ्नो पीके नम्बर लिने। कति सजिलो! अब डकुमेन्टहरू के चाहिन्छ त? ल, टिप्नुस् है। आफ्नो पासपोर्ट, रेसिडेन्स कार्ड वा भिसा, अनि ठेगाना दर्ता गरेको कागज जसलाई यहाँ मेल्दोनेक भन्छन्, र एउटा मेडिकल सर्टिफिकेट। अनि एउटा राम्रो कुरा के छ भने टेम्पोररी मेल्दोनेक छ भने पनि त्यसले काम गर्छ। अघि भनेको मेडिकल चेक गराउनै पर्छ है। यसको लागि चाहिँ लगभग 200 देखि 300 ज्वाति जति खर्च लाग्छ। ल, पीके नम्बर त आयो। अब के गर्ने? अब पालो आयो ड्राइभिङ स्कुल, जसलाई ओएसके भन्छन्, त्यहाँ भर्ना हुने। राम्रो स्कुल छान्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ है, किनकि सबै तयारी त्यहीँबाट हुने हो। अझ अङ्ग्रेजी बोल्ने इन्स्ट्रक्टर भेटियो भने त सुनमा सुगन्ध। नियमअनुसार तपाईले 30 घण्टाको थ्योरी क्लास लिनुपर्छ, अनि त्यसपछि गाडी चलाउन सिक्नको लागि मतलब प्र्याक्टिकल ड्राइभिङ पनि 30 घण्टा नै गर्नुपर्छ। यो चाहिँ कम्पल्सरी नै हो। अब सबैभन्दा ठूलो खर्चको कुरा गरौँ, ड्राइभिङ स्कुलको फी। यो पूरा कोर्सको लागि लगभग 3000 देखि 4500 ज्लोतीसम्म पर्न सक्छ। यो ठाउँ र स्कुल अनुसार अलिअलि फरक हुन्छ, त्यसैले 2-4 ठाउँमा बुझ्नुभयो भने राम्रो। स्कुलको फी त भयो, अब एक्जाम दिँदा पनि छुट्टै पैसा तिर्नुपर्छ है। यो पैसा चाहिँ वार्ड मतलब एक्जाम सेन्टरलाई दिनुपर्छ। थ्योरीको लागि 50 ज्लोती अनि प्र्याक्टिकलको लागि 200 ज्लोती, भनेपछि जम्मा 250 ज्लोती। सबै पास गरिसकेपछि लास्टमा त्यो प्लास्टिकको लाइसेन्स कार्ड हातमा लिनका लागि पनि लगभग 100 ज्लोटी जति छुट्टै लाग्छ। ल, अब टोटल खर्च कति भयो त एकै ठाउँमा हेरौँ है। मेडिकलको 200-300, स्कुलको 3000-4500, एक्जामको 250 अनि कार्डको 100। मोटामोटी भन्नुपर्दा 3500 देखि 5000 स्लटीसम्मको बजेट बनाउँदा हुन्छ। यो हिसाबले प्लान गर्न सजिलो हुन्छ। सबै तयारी सकियो। अब आयो फाइनल स्टेज, आधिकारिक एक्जाम। यो वर्डमा हुन्छ। यहाँ चाहिँ तपाईले जे सिक्नुभयो त्यो सबै देखाउने बेला हो, थ्योरी पनि प्र्याक्टिकल पनि। एक्जामको 2टा पार्ट हुन्छ, एउटा थ्योरी जुन कम्प्युटरमा दिने हो, अनि हाम्रो लागि एकदमै राम्रो खबर के छ भने यो एक्जाम अङ्ग्रेजीमा पनि दिन मिल्छ। त्यसपछि हुन्छ प्र्याक्टिकल एक्जाम, जहाँ तपाईले शहरमा गाडी चलाएर देखाउनुपर्छ। तर सबैको मनमा एउटा डर हुन्छ, फेल भयो भने के गर्ने, होइन त? यो त सबैले सोच्ने कुरा हो। टेन्सन नै लिनु पर्दैन, पहिलोचोटिमै पास नहुन पनि सकिन्छ। यो एकदम नर्मल हो। फेल भए पनि फेरि जतिचोटि पनि एक्जाम दिन पाइन्छ। अनि मानो तपाईलाई आफ्नो ड्राइभिङ स्कुल नै मन परेन भने त्यो पनि चेन्ज गर्न मिल्छ। सो नो प्रेसर। ल, अब केही एक्स्ट्रा टिप्स र धेरैले सोध्ने प्रश्नहरूको बारेमा कुरा गरौँ है। यसले तपाईको मनमा भएको कन्फ्युजनहरू क्लियर गर्न हेल्प गर्छ।
यो प्रश्न त लगभग सबैले सोध्नुहुन्छ। नेपालको लाइसेन्स छ भने यहाँ काम लाग्छ कि लाग्दैन? हेर्नुस्, सिधै साट्न चाहिँ मिल्दैन, तर तपाईँलाई पहिल्यैदेखि गाडी चलाउन आउँछ भने त फाइदा भइहाल्यो नि। प्र्याक्टिकल एक्जाममा कन्फिडेन्स आउँछ, पास गर्न सजिलो हुन्छ। थ्योरी एक्जामको तयारी चाहिँ कसरी गर्ने? मोबाइलमा प्रावो जास्ती 360 वा ई-केरौचा भन्ने एपहरू डाउनलोड गर्नुहोस्। ड्राइभिङ स्कुलले दिने किताबहरू पनि पढ्नुहोस्। यी एपहरू र वेबसाइट चाहिँ एकदमै काम लाग्छन्, किनभने एक्जाममा आउने क्वेशन्सहरू यस्तै यस्तै हुन्छन्। एउटा प्रो टिप दिउँ? त्यो एपमा भएको मक टेस्टहरू मतलब नमुना परीक्षाहरू दिनदिनै प्र्याक्टिस गर्नुहोस्। दिनदिनै प्र्याक्टिस गर्नुभयो भने त पास हुने चान्स एकदमै बढ्छ। अब यो सबै प्रोसेस सक्न कति टाइम लाग्ला त? सुरुमा पिके नम्बर लिन र थ्योरी क्लास सक्न लगभग 1-2 महिना, त्यसपछि प्र्याक्टिकल ड्राइभिङको लागि 2देखि 4 महिना, अनि एक्जाम दिएर लाइसेन्स हातमा आउनसम्म जम्मा 4देखि 6 महिनासम्म लाग्न सक्छ। तपाईँ कतिको एक्टिभ हुनुहुन्छ त्यसमा भर पर्छ। अन्त्यमा यो सबै सुन्दा अलि लामो र गाह्रो जस्तो लाग्न सक्छ, तर साँचो कुरा के हो भने प्रोसेसलाई ठिकसँग फलो गर्नुभयो भने यो 100% सम्भव छ। अलिकति धैर्य र मेहनत गर्नुभयो भने तपाईको लक्ष्य पक्कै पूरा हुन्छ। सबैलाई शुभकामना।